खोइ बोलेको अनि मलाई बोलिन ल नबोल्ने हामीलाई झेल्ने मनको छोराले यता बस्ने ठाउँहरू सबै र यो चाहिँ पूजा गर्ने हो पूजा गर्ने ठाउँ यता चाहिँ अच्छा 2081 लाई बाइक गरेर 2082 लाई नयाँ सुरुवात स्टार्ट गरेका छौँ यो चाहिँ कहाँनिर भन्नुहुन्छ होला त्यो पनि म भन्नेछु र यहाँ चाहिँ हाम्रो यो डान्स गर्ने ठाउँ हो पिकनिक खाएर यो चाहिँ कहिले स्थापना गरेको भने चाहिँ दाइहरूले पहिला बाउहरूले चाहिँ हाम्रो गाउँमा 2045 सालमा चाहिँ स्थापना गरेको रहेछ गर्नुभएको रहेछ र अस्ति हामीले चाहिँ यो वैशाख नयाँ वर्षमा चाहिँ सरसफाइ गरेर सबै फेरि हामीले पिकनिक स्पोट सबै सफा गरेर बनाएको छौँ र चाहिँ कहाँ भन्नुहुन्छ भने यो वासिराङ त सुन्नै भएको छ होला हैन तपाईहरुले वासिराङ आउनु मात्र भएको छ यतापट्टि चाहिँ आउनु भएको छैन क्या यो यता चाहिँ हाम्रो पिकनिक स्पोट हो यो सबै यता बस्ने ठाउँहरू सबै हामीले कलर लगाएर सबै बनाएको छौँ हैन तपाईहरु पनि यदि आउनु मन छ लोकेसन थाहा छैन भने ठ्याक्कै रामपुर बजारदेखि मूर्ति खोलादेखि ठ्याक्कै 3 किलोमिटर सरासरी आउनुभयो भने चाहिँ यो वासिराङ चाहिँ तपाईहरुले ठ्याक्कै भेट्नुहुनेछ र यता चाहिँ हाम्रो नेचुरल एकदम शुद्ध झरना नेचुरल झरना छ यता नुहाउने ठाउँ झरनामा र यहाँ चाहिँ वासिराङ स्विमिङ गर्ने ठाउँ यो पनि तपाईहरुलाई देखाउने छु कसरी स्विमिङ गर्नुपर्छ भने म देखाउने पनि छु तर आज चाहिँ म अलिकति अशक्त भएर चाहिँ तपाईहरुलाई देखाउन सक्दिनँ स्विमिङ गर्नु चाहिँ एकदम राम्रो छ आउनु होला तपाईहरु पनि